योहरू र यसका हाम्रो चाहिँ यो श्री श्रीराम मन्दिर श्रीमद् भागवत ज्ञानमा आइरहेका हाम्रो संयोजक लगायतका सम्पूर्ण पदाधिकारी साथीहरू र यस कार्य समिति व्यवस्थापन समितिका सदस्य साथीहरू र आम पब्लिक दाजुभाइ दिदीबहिनी, म एउटा कुरो भन्न गइरहेको छु। यसको कृष्ण मन्दिरको उत्पत्ति 2035 सालमा हाम्रो भगीराम भारतजीले हिजो पनि यहाँ चाहिँ दान गर्नुभयो। छोराबुहारीहरूले दुइटै बुढाबुढीको चाहिँ जो हाम्रो के भन्छ यसलाई चाहिँ पुरा दान गराउनु भयो र उहाँको बुवा पदम सिंह भाटले यो जमिन चाहिँ उहाँले निःशुल्क रूपमा यहाँ भगवान्को चाहिँ मन्दिर बनाउनुपर्छ। यसमा चाहिँ हाम्रो सम्पूर्ण चाहिँ गाउँकै लागि चाहिँ एउटा म यो जमिन दिन्छु भनेर वचन गर्नुभयो र 2035 सालमा उहाँले मन्दिर दिनुभयो र 2035 सालमा यहाँ सानो मन्दिर बन्यो। त्यसपछि गएर 2037 सालमा हाम्रो मेरो बुवा तुलाराम बडेलाले चाहिँ सम्पूर्ण दाजुभाइहरूले के भने तपाईँ कर्ता बस्नुहोस् यस महायज्ञमा भनेर भन्नुभयो र बुवाले स्वीकारेर पनि त्यहाँ पनि एकपल्ट काम भएको थियो र त्यसपछि 2067 सालमा पनि हामीले त्यस्तो यज्ञ गरेका थियौँ र आज चाहिँ हामीले यो यज्ञ गर्न पायौँ, खुसी लाग्यो। म पनि एउटा तपाईँहरू सम्पूर्णलाई थाहा छ उद्योग सिंह बडेला आज मऱ्यो कि भोलि मऱ्यो कहिले खबर आउँछ भन्ने चिन्ता यहाँहरूलाई थियो र यो कृष्ण मन्दिरले तपाईँहरूको आशीर्वादले म बचेर आज तपाईँहरूको सामने बोल्न पाएँ, यो कर्म गर्न पाएँ। यहाँहरूले मलाई जुन आशीर्वाद दिनुभएको छ त्यो आशीर्वाद मेरो सम्पूर्ण परिवार दाजुभाइ इष्टमित्र होला नि बासीमा 10, 11, 12 मात्र नभएर गोदावरी गाविसभित्रै नगरपालिकाभित्रै उहाँहरूको आशीर्वाद रहोस् र अब चाहिँ यो कार्यक्रममा हामीले यो कृष्ण मन्दिर गत वर्ष जाने अहिलेको जो संयोजक नरेश कुमार बडेला हुनुहुन्छ, उहाँ अध्यक्ष हुनुहुन्थ्यो र सचिव हुनुहुन्थ्यो, म अध्यक्ष थिएँ, म अहिले व्यवस्थापन समितिको अध्यक्ष पनि हो। त्यसैले हामीले केही कामहरू गर्न सकेका छौँ र केही हाम्रो आर्थिक समस्याले गर्दा गर्न सकिएको छैन र अस्ति 5 लाख रुपियाँमा मेरो नाति जनक बडेलाले 5 लाखमा यो चाहिँ हाम्रो यो टाइल्स लगाउने काम पनि गरेको छ र हाम्रो 10 लाख रुपियाँ अब आएको छ। त्यो 10 लाख रुपियाँमा हामी सयपट्टि एउटा भवन बनाउँछौँ र बाँकी भोलिभन्दा पहिल्यै हामी यसमा चाहिँ टाइल्स मिसाएर चाहिँ भोलिमा तपाईँहरू यस्तो भएको देख्नुहुनेछ र तपाईँहरूको साथ सहयोग भयो भने र हामी सम्पूर्ण काम गर्छौँ र यहाँका 11 नम्बर 12 नम्बरका वडा अध्यक्षहरूले ज्यूहरूले जुन सहयोग हामीलाई गर्नुभएको छ, जुन सपोर्ट मलाई गर्नुभएको छ, जो समाजको लागि सपोर्ट गर्नुभएको छ, यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो चारैतिरको चाहिँ हाम्रो 77 सालमा बााउन्ड्रीको लागि वडा कार्यालयबाट वडा अध्यक्ष भीमबहादुर खड्काज्यूले प्रदान गर्नुभएको 7 लाख रुपियाँबाट बााउन्ड्री बनेको थियो र गेट बन्यो र हाम्रो विभिन्न चाहिने संरचनाहरू बने र केही संरचनाहरू बाँकी छन् र त्यसको लागि उहाँहरू लड्नुहुन्छ। उहाँहरूसँग हामी 24 घन्टा भन्न सक्छौँ र उहाँहरूको साथमा गएर हामी नगरपालिकाको मेयर साहबलाई पनि भनेर पनि जसरी हुन्छ प्रदेशबाट हुन्छ वा नगरबाट हुन्छ हामी सम्पूर्ण कामहरू चाहिँ हामी गर्न तत्पर छौँ र म सम्पूर्ण जाने हाम्रो नेतागणहरूसँग र दाजुभाइ सम्पूर्णसँग म अनुरोध गर्दै आफ्नो यो कृष्ण मन्दिरको चाहिँ जो अनि सफलताको लागि हामी मरिमेट्नेछौँ भन्ने मैले एउटा प्रतिबद्धता जाहेर गर्दै र यहाँहरू सबैको कार्य हाम्रो यो 7 दिन यो चाहिँ श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ सफलतापूर्वक गरोस् भन्नको लागि हाम्रो श्री मष्टा भण्डारी पोखरियाल देवता श्री घाँसी समयसी देवता र आफ्नो कुल देवताहरूलाई सम्झेर यहाँहरूले चाहिँ अवश्य पनि यो ठाउँमा आएर यो भनेको एउटा तपाईँहरू कुम्भ सम्झनुहोस्। कृष्ण मन्दिर हिजो कृष्ण मन्दिर थियो। यहाँ मेरो बुवा उदय सिंह बडेलाले 2035 सालदेखि 2081 सालसम्म 47 वर्षसम्म उदय सिंह बडेलाले पूजाआजा गर्नुभयो, यो मन्दिरको संरक्षण गर्नुभयो, तर उहाँ अहिले अशक्त हुनुभयो। तैपनि हामीले यसको उद्घाटन उहाँबाट गरायौँ र उहाँका छोराबुहारीलाई कर्ता राखेर हामीले यसको संरक्षण सम्बन्धन गर्नका लागि हामीले यो निर्णय गरेका छौँ र यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले यो मन्दिरमा आएर बिहान केही टाइम लाग्दैन। हेर्नुहोस्, एकछिन एउटा अगरबत्ती 5 रुपियाँको अगरबत्ती किन्यो भने 10 दिनलाई पुग्छ। बिहानै तपाईँहरू आउनुहोस्, एकपल्ट हरे राम हरे कृष्ण भन्नुहोस्, मन्दिरको परिक्रमा गर्नुहोस्, तपाईँको मन शान्ति हुन्छ, तपाईँको छोरी बुहारीले पनि सिक्छ, तपाईँको नाति उताले पनि सिक्छ। एउटा तपाईँहरूको कृपा भगवान्को कृपाबाट एउटा चाहिँ एउटा रूप यहाँनिर आएको थियो। उसले मैले ताली पिट्दै थियो। मेरो नाति जो कि 47 वर्षको उमेरमा मेरा छोरा बुहारीको 47 वर्षमा त्यो भगवान् आएको छ। यो तपाईँहरूको कृपा हो, यो यसैको कृपा हो।
त्यो भएको हुनाले हामी भगवान्प्रति एउटा उसको धर्मपट्टि पछाडि नहटौँ। धर्म नै साथमा जान्छ र कर्म नै साथमा जान्छ। लागि सब यही एउटा चिज हो। त्यसो भएको हुनाले हिजो हाम्रो बुवाले 4 बिघा जमिन बनाएको थियो, बुवा जानुभयो, जमिन यही छ, कर्ममा नै साथमा जान्छ। त्यो भएको हुनाले यहाँहरूले चाहिँ दुःख नमानेर हामीलाई चाहिँ भोक लाग्यो, ढिला भयो भनेर नभन्नुहोस्। ठाउँमा आइसकेपछि महाराजले भनिसक्नु भएको छ, मलामी गरिसकेपछि मलामीलाई चाहिँ पुगाएर फर्किने चलन ठिक होइन। मलामीलाई ल्याएर घरमा राखेर किराकालाई घरमा राखेपछि जानुपर्छ। बिहा गरेपछि राजभाइको इष्टमित्र कसैको पनि हो, निम्ता आइसकेपछि त्यो ठाउँमा पुगेर, यहाँ त नजिक छ हाम्रो पहाड, अछाम बझाङ बाजुरा गयो भने हामीले आफ्नो पैसा खर्च गरेर निम्ता आएपछि जानुपर्छ, धुलै ल्याएर घरमा राख्नुपर्छ भने जस्तै यो जुन उहाँले चाहिँ जो अहिले पढेर तपाईँलाई सुनाउनु भएको छ, यो कथाबाट तपाईँले के थाहा पाउनुभयो त? मान्छे हेरेर मात्रै धर्म हुँदैन नि त, ज्ञान नै एउटा धर्म हो। त्यसो भएको हुनाले यी कुराहरूलाई यहाँले मनन गर्नुहोला भन्दै आजको यो चाहिँ हाम्रो म अब आफ्नो कार्यक्रमको अगाडि बढ्न चाहन्छु र क्षमा भयो गल्ती माफ गर्नुहोला। धन्यवाद। धेरै धेरै धन्यवाद। एकदमै